welcome back to हाम्रो vlog हैन हामी चाहिँ यसपालि सर्पन्टिन फल्स आँटेको हो कि ल टिक 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 So I am the tourist for today. Ni hao. Ni hao. Ni hao. Bandere. Armadale. Two burgers. Yep, and 2 wraps. Yeah. Guys, अब चाहिँ यस्तो बाटो आउन थाले वाउ किन भने गीत थाहा छ है हो त्यो गीतको ल त म तिमीहरूलाई एउटा डान्स सिकाउँछु कस्तो होला हौ म त क्या ज्याक देखिरहेको छु मलाई हेर न यसो गर्नु मलाई हेर न देखिरहेको छु देखिरहेको छु म तिम्रो छेउमा छु Please do something here. 1 3 go सुन किन मनमा लाग्छौ तिमी 1 2 दिनका मेरा अनुपस्थिति यता आउन मलाई हेर न देखिरहेको छु म तिम्रो छेउमा छु नि सुन किन मनमा राख्छौ तिमी 1 2 दिनका मेरा अनुपस्थिति यता आउन मलाई हेर न देखिरहेको छु म तिम्रो छेउमा छु नि यहाँ हेर त देखिरहेको छु म तिम्रो छेउमा छु ए ओके ल अब त खिच्देऊ त सुन किन मनमा राख्छौ तिमी 1 2 दिनका मेरा अनुपस्थिति यता आउन मलाई हेर न देखिरहेको छु म तिम्रो छेउमा छु नि किन कस्तो गुनासो गरी यही पुरानो कुरा लिएर फेरि नजिक आउन हात समाउन सबै कुरा मेरो स्पर्शमै छ नि हाम्रो स्पट भेटाएको अवस्था अब यो स्पटलाई क्लिन गर्नु पर्यो ल लाग्यो सबैजना महानगरपालिकाको जनताहरूले गरिदिने नेपालीहरूले आफू युवाहरूले नै अब बाटो सफा गर्न लागेको छ यो क्याम्पिङ अभियान चल्दैछ कसैले सोधे कसैले खोजे बसाइ सार्यो भनिदिउला I walk a lonely road भन्ने यस्तो सिन छ त पुरा म हेर्दैछु कि क्लियर गर्न सकिन्छ अब यहाँ सेटअप चाहिँ गर्न सकिन्छ
ओइ भूत बनाउनलाई बनाएको छ यार अबि ओइ ल है ल ल है ल आऊ न एक्सपेडिचर अनि उता उता हेर उतासम्म आयो अब म कराउँछु है त यहाँको एकैछिन कन्ट्रीको ओके गुड अनि यहाँ एउटा स्पट छ आई डोन्ट नो कहाँ हो बट यस्तो दामी स्पट छ यहाँ यु क्यान पार्क 2-3 गाडी अफ योर्स अनि त्यसपछि यो उता कटेपछि हेर न मैले कति स्टेप लिइसक्यो होला कति स्पेस छ क्या दिस इज हाम्रो यहाँ चाहिँ हाम्रो टेन्ट राख्ने हो होइन चारवटा सुत्नेको टेन्ट यहाँनिर राख्ने हो एन्ड देन यहाँनिर चाहिँ हामी आगो बालेर डिनर गर्ने हो होइन सो यस्तो छ यो हो हाम्रो क्याम्पिङ साइट टुर आगो बाल्ने यहाँ रहेछ वाउ कस्तो राम्रो क्युट न क्युट भएछ गाइस दिस इज मेरो जिन्दगीको फर्स्ट टाइमको यस्तो क्याम्पिङ पार्टी माई गड क्याम्पिङ पार्टी ल डगा पार ल को लड्छ है त अब कसले जोड्थ्यो चाहन्छ दाउरा उता ऊ पर उसले दाउरा साउरा ल्याइसक्यो उनीहरू चाहिँ हेर्न यहाँ एउटा स्लिपिङ ब्याग ए के हो यो म्याट्रेस निकाल्नु सक्यो ल ल है त ल फाइनली ओके हेर न पर के गर्दैछ ओ बिस्तारै है केयरफुल प्लिज है अब उसले यस्तो सर्ट हान्छ राइभल तिम्रो हातमा हो तिमी क्याच गरेको उसले पाएको बिस्सो चेप्पा गफ पाडी नि ल खै देखाउ त आफ्नो मिन्सी ट्यालेन्ट देखाउ न सर्भाइभल मोड अन च्याङ च्याङ ओए टेन्ट बनाउन लागेको छु ल है त के गर्नुपर्छ भन है है टेन्ट बनाउने चालु भयो म बनाउँछु भनेको चाहिँ उसले आफै बनायो अब माथि माथिको हाइट त भ्याउनु पऱ्यो फुलाउँदैछौँ कि हामी यहाँ सोफा च्याप्टा कति रमाइलो माइ गुडनेस द सेन्स अफ होम wherever you are couple goes दुवैजना नमस्ते cheers happy weekend happy camping whatever day happy हामी प्याज काट्दैछौँ सबैले हात लागेको मिठो देखे मिठो देखे मजा लाग्छ
अनि हाम्रो बच्चालाई हाम्रो जमानामा हामी यसरी जङ्गलमा पुरा काटेर खानु पर्छ तिमीहरू यति राम्रो देखिन्छ वातावरण यस्तो हुँदो रहेछ क्याम्पिङ भनेको God bless you. यता हाल्यो नि यता मलाई क्या हाम्रो पनि ल म त ल हेर ल ओ क्रेजी क्रेजी के यार गर्नु आएर त अब राज्यलाई रविन्द्रको मकै पसल गर्ने Wow. Oh my god. मजाको थेरापी भइरहेको Spa. Whatever you call it. के गरेको ल कस्तो धेरै म थाहा पाएँ क्या त्यो कन्ट्रोल गर्न सक्ने पनि छैन कि तल आगोमा पास गरिदियो गाइसिक्यो गाउँ टर्न बाई ल खाऊ फेरि खाऊ त बुढाले हेर्दैछ खाइरहेछ बुढीले खाउ भन्दैछ वा यस्तो हुनुपर्छ ल टमेटो another round. Morning. हामी चाहिँ यहाँनिर ब्रेकफास्ट बनाएर नै छौँ यसरी रोल गर्दैछ हाम्रो कट्टी रोल मास्टर अनि उता किस्यो प्याकअप गर्न थालेको हामी चाहिँ बिहान 9 बजिसकेको छ जाडो हुँदै थियो बिहान चाहिँ अहिले चाहिँ छैन गर्मी चाहिँ केही भएको छैन जाडो भएर हामी निस्केको यस्तो छ हाम्रो त्यो फायर पिट मात्रै त्यति छ किनकि आगो तातो त छुनु भएन नत्र भए सबै क्लिन गरेर निस्केको हामी यसरी हामी जस्तो राम्रो ज्ञानी हुनुपर्छ ल गएको है अब अलिकति अगाडि चाहिँ यस्तो क्याम्पिङ स्पट छ क्या जहाँ चाहिँ औजीहरू पुरै यसरी सेयर्ड बेसिसमा होइन सबैजना आफ्नो ठाउँ मिलाएर छानेर ओइ गाडी त हाम्रो त गाह्रो हुन्छ नि किनकि यो 4 व्हिल ड्राइभ वाला जस्तो बाटो
हामी अब यहाँबाट 42 मिनट ड्राइभ गरेर सर्पेन्टाइन फल्स जाँदैछौँ लेट्स गो पछाडि त क्या रमाइलो चिल भयो अलिकति हजुर रोचट है कस्तो दामी हुन्थ्यो यार ओके हामी अब यहाँ पुगेको छौँ लाउँछ हेर फल्स Tani tayo. Lahay. हाम्रो नेपाली थकाली सेट हो भात मासु साग दाल आलु अचार अनि डेजर्ट अनि पापड We are at Funky Momo, Eat, Sleep and Repeat. Gosh. Thank you for the food, Bhagwan. Thank you, Bhagwan.